अब बिहान चाहिँ मेरो ट्रेन क्लासै हुन्छ बिहान चाहिँ क्लासमा जाँदैछु अब मेरो 9 बजी छ ठाउँहरू हिँडेर चाहिँ धेरै भ्लग बनाइरहेको छ अब बाइकमा चाहिँ फर्स्टै चोटि हो अब बिहानको चाहिँ क्लास हुन्छ बिहानै जान्छु आधा दिन चाहिँ मेरो पुरै काम हुन्छ बिहान अब स्कुल हो मान्छेहरू अब बिहान मर्निङमा गएर फर्किँदैछ बाटो पनि चिसो बनाएको छ अप्ठ्यारो टाइपको छ यहाँ त मौसम पनि पुरा बिग्रिरहेको छ घुम्दैन क्लासको तर यहाँबाट भित्र स्टार्ट हुन्छ जान्छ जान्छहरू अब मर्निङमा चाहिँ हिँडिरहेको हुन्छ प्रायः यहाँबाट तेल पनि बचाउनु पर्छ अलिक न्युट्रलमा जानुपर्छ घुम्मा यस्तो लागिरहेको छ अझ पनि पानी पर्ने रहेछ त्यहाँको प्रेसर पानी नै परिरहेको हुन्छ कुकुर ब्याङहरू पनि बिचमा हिँडिरहेको छ क्या आजभोलि चाहिँ कुकुर पनि टेर्दैन बजार चाहिँ आज पनि बन्दै छ बिहान चाहिँ बन्दै हुन्छ बिहानको टाइमहरू कुकुरहरू पनि फोटोतिर कुकुरहरू हप्ला खोल्दो रहेछ यहाँ चाहिँ बाटो भर्खर बनाउँदैछ अस्ति त्यो बिगारेर बिहानको टाइमको स्पिडहरू पनि गएको त्यस्तो घुम्नाले चाहिँ अब केही देखेको छैन क्या यतातिर अब यस्तो छ नि त सबैजना हिँडेको छ केही देखेको छैन यहाँ अब क्लास पनि आइपुग्नु आँटिसक्यो अब हाम्रो ठाउँको नगरपालिका चाहिँ यहीँनिर छ यस्तो छ हिमालय वाला चाहिँ देख्छ न क्लास वनमा गर्नु सबै आइसकेको छ हाम्रो क्लास गर्नेहरूको चाहिँ यहीँ हो क्या रातो बिल्डिङ हो यहाँनिर छ म यहाँ झर्छु यहाँबाट अब तपाईँहरू अब गुड मर्निङ भन्दै है आजको दिन चाहिँ तपाईँहरूको शुभ रहोस् भन्दै अब फर्किँदा चाहिँ बनाउनु पाएँ भने बनाउँछु भिडियो बनाउनु पाइनँ भन्छ आइगयो छ अनि ल भोलि दिन्छ नम्बर कसको नम्बर हौ सकिएर घरतिर लाग्यो बजार चाहिँ अलिक सकिन्छ हिजो आइभयो मोमो आएन यहाँ त्यस्तो पानी गऱ्यो भने को आउँछ होइन त्यही त त्यहाँनिर कस्तो चले क्या हावा खतरा आउनु रहेछ या कस्तो तिमी त्यहाँ म त अब काम गर्न जानुपर्ने हो ल भोलि भेटौँ ल T20को पावर चाहिँ खतरा हुन्छ साथीहरू कति 40 बाटो पनि डेन्जर छ म चाहिँ अब अर्को हान्दिनु कि खतरै छ कि कसरी काम गर्न जानुपर्ने कारण गोदाएर लाग्दिन्छ कुकुरहरू घरको ओह्रालो चाहिँ खतरा छ साथीहरूले बाटो त T20 हो कि
जल्दी आ रहा है।